राम राम के गरेको भाइ त्यो फुल यो शिवलिङमा चढाउन बनाएको के शिवलिङ भनेको चाहिँ शिवलिङ भनेको के हो ढुङ्गाको बनाएको कस्तो ढुङ्गाको भनेको ढुङ्गा हो के हो ढुङ्गा भनेको ढुङ्गा अनि भरे दिदाहरूले यो फुल यसरी सबै यसरी कोही नभएको बेलामा आएर यसरी चुडेपछि के भन्नुहुन्छ के भन्नुहुन्छ दिदाहरूले भरे के गरेको भाइ भन्नुभयो भने के भन्छस् मैले गरिहाले अबदेखि गर्दिन अनि आन्टीको साथी बसेको कि तँ यो फुल नाश पार्न बसेको भन् त आन्टीको साथी बसेको कि तँ फुल नाश पार्न बसेको भन् त भन्न अनि शिवलिङ भनेको चाहिँ के को हुन्छ त त्यो शिवलिङ भनेको चाहिँ ढुङ्गाको हुन्छ कसरी हुन्छ ढुङ्गाको शिवलिङ ठुलो कस्तो ठुलो अनि ठुलो हैन अनि त्यसको गोलो झर्काउँछ त्यो ढुङ्गाको अनि कहाँ छ त त्यो चाहिँ कहाँ छ त त्यो चाहिँ मलाई बनाउन आउँछ कहाँ बनाउने घरमा अनि अहिले भरे दिदाहरूले काकाहरूले मलाई यो फुल किन यसरी नाश पारेको भन्नुभयो भने म के भन्नु कसले गरेको भन्नुभयो भने के भन्नु के भन्नु भन् त के भन्नु के भन्नु भन् त मैले गरिहाले अब गर्दिन आन्टीले नकराउनु भन्छस् अनि दिदाहरूलाई के भन्छस् त अनि सरी दिदाहरू भन्छस् भन्दैन कुन चाहिँ दिदालाई सरी भन्ने ठुलो र सानो दुईटैलाई अनि काकालाई के भन्ने काकालाई सरी अनि सरी भन्ने अनि सरक सरक आएर अनि फुल चाहिँ नाश पार्ने शिवलिङ आएर के बनाउने अरे हाम्रै घरमा बनाउँदा हुँदैन चिम्टा माटो त छैन कस्तो हो चिम्टा माटो भनेको चिम्टा माटो डल्लै डल्ला भएको कहाँ हुन्छ त्यो चाहिँ त्यो हाम्रो घरमा छ घरमै छ नि ल्याएर बनाऊँ न त अनि काकाहरूले दिदाहरूले नि देख्ने अनि फुल पनि छँदैछ उता नि लान नपर्ने हुँदैन हुन्छ कि हुँदैन हाम्रामा खोइ त बोलेको लु भन् त हाम्रामा बनाउँदा हुँदैन चिम्टा माटो त छैन म ल्याइदिन्छु नि त डोकामा बोकेर कहाँ छ तिमीहरूकोमा त्यहाँबाट घरमा छ हिँड्न त बोकेर घरको बोरामा हो अहिले मामु आयो भने कतिको डन्ठ्याउँछ त तँलाई डन्ठ्याउँछ कि डन्ठ्याउँदिन कुर्तिन शिवलिङ बनाएर चढाउने अनि तँ मात्रै चढाउने कि हामीलाई नि चढाउन दिने तँ मात्रै चढाउने कि हामीलाई नि चढाउन दिने त्यो मुखको क्या हो थुगर के हो त्यो चाहिँ क्या हो अनि शिवलिङ बनाउन चाहिँ कसले ले भनेको यो फुल कसले ले भनेको त डर लागेन तँलाई यो शिवलिङ बनाउनु पर्छ यो फुलले भनेर चाहिँ तँलाई कसले सिकायो भन् त लु लिएर जा लैजा कोनि त कहाँ बनाउने शिवलिङ चाहिँ कहाँ बनाउने शिवलिङ बनाउने चाहिँ कहाँ बनाउने शिवलिङ कहाँ बनाउने बिचरा नाश भइगयो नि हेर सानो दिदा ठुलो दिदा अनि काका मैले गरिहाले आन्टीलाई नकुट्नु के गरिस्